ल आज हामीले चाहिँ लोकसेवामा नम्बर 1 मै नाम निकाल्नेले पनि मिस्टेक गर्न सक्ने हामीले ग्रहहरूको सौर्यमण्डलको बारेमा पढ्दैछौँ है त। यसमा मैले एकदम डिटेलमा लेखेको छु। हामीले यति पढिसके पछाडि 2-3 मार्क्स चाहिँ हामीले फिक्स नै गर्न सक्छौँ है त, यदि ग्रहबाट क्वेसन सोध्यो भने चाहिँ। र यो रेड मार्क्सको मिनिङ के हो, रेडको मिनिङ के हो, म तपाईँहरूलाई अन्तिममा बुझाउँछु है। सबैभन्दा पहिला मर्करी, मर्करीको बारेमा हेरौँ। वायुमण्डल नभएको ग्रह, यसमा चाहिँ वायुमण्डल छैन है। यसको मिनिङ के हो त, यसमा चाहिँ हावाको लेयरहरू छैन। मर्करी सबैभन्दा सानो, बुध ग्रह सबैभन्दा सानो ग्रह हो। परिभ्रमण चाहिँ यसलाई 59 दिन लाग्छ। परिभ्रमण भनेको चाहिँ यो ग्रहलाई चाहिँ आफैमा घुम्नलाई 59 दिन लाग्छ। अथवा अर्को दिनमा बुझ्ने भने पृथ्वीको 59 दिन बराबर यसको चाहिँ 1 दिन हुन्छ है। परिक्रमण, परिक्रमण भनेको चाहिँ यसलाई सूर्यलाई घुम्नलाई चाहिँ कति समय लाग्छ त, त्यो लाग्छ 88 दिन। र उपग्रह नभएको ग्रह है यो भनेको यसको चन्द्रमा छैन है। नेक्स्ट हेरौँ हामीले। नेक्स्टमा छ शुक्र ग्रह अथवा भेनस। भेनसलाई चाहिँ हामीले बिहानी र साँझको तारा भनेर चिन्छौँ है। यो चाहिँ सबैभन्दा तातो ग्रह हो। यो क्वेसनमा चाहिँ म्याक्सिमम मान्छेहरू झुकिनुहुन्छ। सबैभन्दा सूर्यको नजिक हुने ग्रह चाहिँ तातो हुनुपर्ने हो भन्छौँ हामीले, तर त्यो होइन है, यो कन्फ्युज हुनसक्छ। सबैभन्दा तातो ग्रह चाहिँ हाम्रो शुक्र ग्रह हो। किनभने यसको वरिपरि CO2, यसमा चाहिँ CO2 ग्यास धेरै पाइन्छ, त्यही भएर है। यसलाई हामीले पृथ्वीको जुम्ल्या ग्रह पनि भन्छौँ, पृथ्वीको ट्विन्स पनि भन्छौँ है। अनि यसलाई चाहिँ परिभ्रमण आफूले आफूमै घुम्न 243 दिन लाग्छ र सूर्यलाई घुम्नलाई चाहिँ 225 दिन लाग्छ। अब यहाँनिर चाहिँ एकदम कन्फ्युजिङ कुरा छ है। यसको चाहिँ के हुन्छ, वर्षभन्दा चाहिँ दिन लामो हुन्छ यसमा चाहिँ है। यो चाहिँ एकदम याद गर्नुपर्ने पोइन्ट हो। यसको चाहिँ 1 वर्षभन्दा 1 दिन बढी लामो हुन्छ। ठिक छ, 1 वर्षभन्दा दिन लामो हुने ग्रह सोध्यो भने हामीले भेनस अथवा शुक्र भन्छौँ है। यसको पनि उपग्रह छैन। ठिक छ, उपग्रह नभएका दुईवटा ग्रहहरू कुन कुन छन् त, एउटा बुध मर्करी अनि अर्को छ के, शुक्र अथवा भेनस। ल अब हामीले पृथ्वीको बारेमा हेऱ्यौँ भने पृथ्वी जीवित प्राणी भएको एउटा मात्रै ग्रह हो। अरू कुनै ग्रहमा जीवित प्राणी छैनन्, पृथ्वीमा मात्रै छन्। उपग्रह हाम्रो एउटा छ, चन्द्रमा एउटा छ। अनि तरल पानी भएको ग्रह चाहिँ यही पृथ्वी मात्रै हो है। अनि यो चाहिँ मेन पोइन्ट छ अर्को, घनत्व सबैभन्दा बढी भएको ग्रह। घनत्व सबैभन्दा बढी भएको ग्रह चाहिँ कुन हो त, पृथ्वी। अनि यसलाई हामीले नीलो ग्रह पनि भन्छौँ अथवा ब्लू प्लानेट पनि भन्छौँ है। अनि पृथ्वी कति वर्ष पुरानो छ, 4.5 अर्ब पुरानो छ है पृथ्वी। ठिक छ। अब हामीले अर्को ग्रहमा जाउँ, मङ्गल। मङ्गल ग्रहलाई हामीले रातो ग्रह पनि भन्छौँ है। यो रेड कलरको हुन्छ, त्यही भएर यसलाई मैले रेड कलर नै बनाइदिन्छु। मङ्गल ग्रह चाहिँ रातो ग्रह हो है। यसको उपग्रह कतिवटा छन्, 2वटा। यसको परिभ्रमण चाहिँ लगभग पृथ्वीको 1 दिन बराबर, यसको पनि 1 दिन हुन्छ 24 घण्टा 37 मिनटमा। परिक्रमण, यसले सूर्यलाई घुम्नलाई 687 दिन लगाउँछ है। ल त्यस पछाडि हामीले हेरौँ जुपिटर। जुपिटर चाहिँ सबैभन्दा ठुलो ग्रह हो। यसलाई चाहिँ हामीले फेल्ड स्टार पनि भन्छौँ है। ठिक छ, यो चाहिँ तारा हुन नसकेर चाहिँ ग्रह भएको भनेर बुझ्छौँ है हामीले, फेल्ड स्टार भनेर। अनि यो चाहिँ सबैभन्दा छिटो घुम्ने ग्रह हो। ठिक छ, सबैभन्दा छिटो घुम्ने ग्रह भन्नाले सबैभन्दा छोटो दिन भएको ग्रह, कतिको, 10 घण्टाको। यसलाई चाहिँ हामीले ग्रहहरूको राजा भनेर पनि चिन्छौँ। यसमा टोटल उपग्रहको सङ्ख्या, चन्द्रमाको सङ्ख्या 95 छ। अनि बृहस्पतिको बिचमा चाहिँ एउटा रातो दाग पनि छ है। ठिक छ, यो पनि हामीले ख्याल गरौँ। अनि सबैभन्दा ठुलो चन्द्रमा भएको ग्रह कुन हो त, बृहस्पति नै हो है। ल यस पछाडि हामीले शनि हेरौँ। शनि ग्रह
शनि ग्रहमा चाहिँ सबैभन्दा धेरै उपग्रहहरू छन्। कतिवटा उपग्रहहरू छन् त 146वटा है। त्यस पछाडि यसलाई हामीले पहेँलो ग्रह भनेर पनि चिन्छौँ। शनिलाई हामीले पहेँलो ग्रह भनेर पनि चिन्छौँ। अनि यसको वरिपरि हेऱ्यौँ भने यसको वरिपरि रिङ हुन्छ है। यसको वरिपरि चाहिँ रिङ हुन्छ जुन चाहिँ 146वटा उपग्रहहरू मिलेर बनेको हुन्छ। त्यस पछाडि यसलाई हामीले यो चाहिँ अलिक ट्रिकी क्वेसन छ, ठिक छ। घनत्व कम भएको ग्रह, सबैभन्दा कम घनत्व भएको ग्रह हो। यसलाई चाहिँ त्यही भएर चाहिँ यसलाई यो चाहिँ हाम्रो पानीमा तैरिन्छ है, ठिक छ। क्वेसन सोध्न सक्छ पानीमा तैरने ग्रह कुन हो भनेर, त्यति बेला हामीले शनिमा टिक लगाउँछौँ है। अब अर्को हेरौँ अरुण अथवा युरानस। युरानसलाई चाहिँ हामीले ग्रीन प्लानेट भनेर पनि चिन्छौँ है, ठिक छ। अनि यो ग्रह चाहिँ के हुन्छ भने ढल्किएको हुन्छ, अलि यो कोल्टे खालको हुन्छ है, कोल्टे खालको हुन्छ, त्यही भएर ढल्किएको ग्रह भनेर पनि चिन्छौँ। एक्ज्याक्ट भन्नुपर्दा 98 डिग्रीमा चाहिँ ढल्केको हुन्छ यो ग्रह। ल यसको उपग्रहको सङ्ख्या चन्द्रमाको सङ्ख्या 28 छ। यसमा चाहिँ एक दिन बराबर 17 घन्टा हुन्छ र एक वर्ष बराबर पृथ्वीको 84 वर्ष हुन्छ, ठिक छ। हामीले ख्याल गऱ्यौँ होला जति जति टाढा हुँदै जान्छौँ हामी त्यति यो वर्ष परिक्रमण चाहिँ हाम्रो बढ्दै जान्छ है। र अब अन्तिममा छ वरुण अथवा नेप्ट्युन। यो चाहिँ सबैभन्दा टाढाको ग्रह हो र यो सबैभन्दा चिसो ग्रह पनि हो। सबैभन्दा तातो ग्रह कुन थियो? शुक्र थियो। सबैभन्दा चिसो ग्रह नेप्ट्युन। त्यस पछाडि यसमा चाहिँ सबैभन्दा तीव्र रूपले आँधी चल्छ है। सोलर सिस्टमको सबैभन्दा तीव्र आँधी बतास चाहिँ हाम्रो वरुण ग्रहमा चल्छ। यसमा टोटल उपग्रहको सङ्ख्या 16 छ र यसमा एक दिन बराबर 16 घन्टा हुन्छ र यसलाई चाहिँ परिक्रमण गर्न 165 वर्ष लाग्छ। र यसमा मिस भएको कुरा, यसको एक्स्ट्रा कुरा, यो चाहिँ हाम्रो यो अरू सबै ग्रहहरू चाहिँ हामीले टेलिस्कोपबाट हेरेर पत्ता लगाएको ग्रहहरू हो। तर वरुण ग्रह चाहिँ हामीले पहिला म्याथमेटिकल्ली क्याल्कुलेट गरेर वरुण ग्रह पत्ता लगायौँ, त्यस पछाडि मात्रै टेलिस्कोपबाट पत्ता लगायौँ है त। ल ठिक छ। अब यो हेरौँ, यो अलिकति ट्रिकी छ। यो रेड कलर र यो रेड कलर गर्नुको मिनिङ एकदम इम्पोर्टेन्ट छ है। मैले रेड कलर किन गरेँ यसलाई? सबै ग्रहहरूमा चाहिँ सूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ, तर शनि ग्रहमा ठ्याक्कै उल्टो हुन्छ र अरुणमा पनि उल्टो हुन्छ है। यसमा चाहिँ सूर्य पश्चिमबाट उदाउँछ र पूर्वमा गएर अस्ताउँछ। त्यस्तै अरुण ग्रहमा पनि पश्चिमबाट सूर्य उदाउँछ र पूर्वमा गएर अस्ताउँछ। ल आज हामीले सौर्यमण्डलको विभिन्न ग्रहहरूको बारेमा अध्ययन गऱ्यौँ। हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला र यो सबैको फोटो मैले हाम्रो वाट्सएप ग्रुपमा सेयर गरेको छु, त्यो कम्युनिटी पनि जोइन गर्नु होला, डिस्क्रिप्सनमा राखिदिएको छु। हस्, थ्याङ्क यू।